पवित्र भूमि कैलालीको गोदावरी धामको हनुमान मन्दिर परिसरभित्र छौँ। यसभित्र 51 फिट हनुमानजीको मूर्ति रहेको छ भने रामदरबार र यसभित्र बजरङ्गबली गधा आफै उत्पत्ति भएको भन्ने जनाएको छ। निर्माणाधीन राम जानकी मन्दिर, सूर्यनारायण मन्दिर, शिव मन्दिर, गणेश मन्दिर र भगवतीको मन्दिर निर्माण भइरहेको तपाईहरुलाई जानकारी गराइरहेका छौँ। हजुर नमस्कार। नमस्कार हजुर। सर आराम हुनुहुन्छ? ठीक छ हजुर, ठीक छ हजुर, आरामै छु। हजुर आरामै छु। हजुरको शुभ नाम? मेरो नवराज अवस्थी हजुर। नवराज अवस्थी। हामीले चाहिँ यो हनुमान चुने मन्दिर भन्नुभयो नि? हनुमान गोदावरी धाम हनुमान मन्दिर चुनेपानी। अब आज चाहिँ हामी यस क्षेत्रमा आएका छौँ र रामजीले पहिला तपस्या गरेको ठाउँ भन्ने सुनेको छु। हजुर। अब तपस्या गरेकै नै होला। यहाँ एउटा हनुमानजीको गदा उत्पन्न भएकै छ, आफ्नो उत्पत्ति भएकै छ, त्यो अटोमेटिक। हजुर। एउटा प्राकृतिक भनौँ, प्राकृतिक रूप जस्तै हामीले यहाँ पूजाआजाको कार्यक्रम पनि सँगसँगै चालु गरेकै छ। शनिबार मङ्गलबारको पूजाआजाको लागि कोही भक्तजनहरू आइराख्छन्, पूजा गराउँछन्। हामीले पूजा गरिदिन्छौँ। कोहीले आफ्नै गुरुलाई लिएर आउँछन्, कोहीले अब यहीँ त्यतिकै आउँछन् र मैले आफै गरिराख्छु। हजुर। होइन, यो चाहिँ खासमा के यो चाहिँ यज्ञशाला हजुर, यज्ञशाला हो। यज्ञशाला यहाँ पूजा गरिन्छ। हामीले यहाँ पूजा गरे बापतको 1100 रुपियाँको रसिद काट्ने गरेका छु। 1100 रुपियाँ जस्तै यहाँ के को पूजा हुन्छ यहाँ? यहाँ शनि देवताको व्रत बन्धन, अनि हामीले मङ्गलबारको यस्तै अब जुनसुकै पूजा पनि गरिन्छ। तर अहिले चाहिँ राम मन्दिर तयार नहुन्जेलसम्म विवाह चाहिँ गर्ने गरेका छैन। अरू बाँकी सबै पूजाआजा, सत्यनारायणको पूजा गर्न सकियो, ग्रह पूजा गर्न सकियो, कुनै अब रुद्राभिषेक गर्न सकियो, जे गर्दा पनि अब पूजाआजा चाहिँ गर्न सकियो। तर व्रत के अरे बिहा मात्रै गरिएको छैन अहिले राम मन्दिर भएपछि। राम मन्दिरको पनि हामी तपाईँलाई दृश्य देखाउने छौँ। निर्माणाधीन अहिले चाहिँ सम्पूर्ण रूपले पुरा भइरहेको छैन। अहिले चाहिँ अब त्यो निर्माण अवस्थामा छ। तपाईँले यो हाम्रो नजिक रहेको हनुमानजी जुन हामीले चाहिँ यो गोदावरी धाम आउने बित्तिकै यहाँ तपाईँले देख्नुहुनेछ। र आज यसभित्रका हामीले के कुराहरू तथ्यहरू छन्, यसभित्रका सम्पूर्ण कुराहरूलाई हजुरलाई जानकारी गराउनेछु। गदा हजुरको यो गदा चाहिँ आफै उत्पत्ति भएको हो। यो जस्तै हाम्रो भनाइ छ भनौँ, पहाडतिरको फुटलिङ्ग देवता भन्छन्, त्यस्तै गरी हनुमानजीको यहाँ स्वयं हनुमानजी प्रकट हुनुभएको छ। र यहाँ भक्तजनहरूलाई जुन मनसाय लिएर आउँछन् त्यो मनसाय चाहिँ अवश्य नै पुरा हुन्छ, पुरा भइराखेको छ। मैले पनि सुनेको छु। र मैले जुनसुकै पूजा गरेको छु त्यो पूजा गरिसक्यो भने मान्छे चाहिँ फर्केर आउँछन्, गुरुजी मैले फल पाएँ, हजुरले पूजा गरिदिनु भयो भनेर भन्छन्। हनुमानजीको चाहिँ 51 फिटको हनुमानजीको मूर्ति पनि राखिएको छ। यो तपाईँले पहिले जो हनुमानजी यहाँबाट प्रकट हुनु भएको थियो? हजुर, यस्तै यो अटोमेटिक यो सानो थियो पहिला। अहिले जति जति अब रुख ठुलो हुँदै गयो त्यति त्यति ठुलो हुँदैछ, बढ्दैछ। एकदमै हामीले चाहिँ यो दृश्य तपाईँलाई व्यवस्थापन पनि गर्ने सोच छ। यसलाई यताउताबाट चारैतिरबाट टिन लगाएर यस्तो बनाउने भन्ने सोच त गरिएको छ। अब कतैबाट भक्तजनहरूले श्रद्धापूर्वक कोही चन्दा स्वरूप आयो भने त्यो सोच त राखेको छु। अब सोच पुरा हुन्छ कि हुँदैन अब बजरङ्गबलीले के गर्छन्, बजरङ्गबलीको हातमा छ। तपाईँलाई यहाँको हामी दृश्यहरू तपाईँलाई देखाइरहेका छौँ। हामीले यो कति फिटको भन्नुभयो सर? यो 51 फिट छ। यहाँ जान मिल्छ? मिल्छ। यसमा आएर हनुमान चालिसाको पाठ गर्छन्। मङ्गलबारको र शनिबारको आएर भक्तजनहरूले पूजाआजा गर्छन्, मनोकामना सोचेर जान्छन्। सोचेको काम पुरा भइसकेपछि दुबारा फर्केर पनि आएर आफ्नो भाकल चाहिँ पुरा गरेर जान्छन्, आइराख्छन् भक्तजनहरू। ठाउँमा जानुभन्दा अब यताउता इन्डियामा गएर हनुमान मन्दिरमा जानुभन्दा हाम्रो यो नेपालमै भएको गोदावरी धाममा, गोदावरी धाम एउटा पवित्र धाम पनि हो। र हामीले यहाँ हनुमानजीको मूर्ति पनि भएको, अनि यो रामदरबार पनि भएको। यो रावणले एउटा नाग पासको एउटा तपाईँको यो त्रिशूल हान्दाखेरि त्यो गोली लागेर लक्ष्मण चाहिँ मूर्छित हुनुभएको थियो। त्यति बेलाको यो चाहिँ दृश्य हामीले यहाँ राखेका छौँ।
अब यो सबै हनुमानजी अनि यो जामनजी अनि रामजी अनि क्या विभीषणजी अनि यी सबै वानर गणहरू यहाँ बसेका छन्, सबै यहाँ स्थापित गरेका छन्। शिवलिङ्ग हो यो, शिवजीको स्वयं मूर्ति पनि राखेको छ। यो चाहिँ शिवलिङ्ग हुन्। शिवलिङ्गमा हामीले दैनिक जल चढाउने, चन्दन चढाउने गर्यो भने हाम्रो मनोकामना चाहिँ पूर्ण भएर जान्छ। हामीले पूजा आजा गर्नुपर्छ र यो चाहिँ हाम्रो सनातन धर्म चाहिँ लुप्त हुँदै गएको गर्दा हामीले यो चाहिँ एउटा धर्म चाहिँ जगाउनुको निमित्त पनि हामीले यो पूजा आजा चाहिँ गरिराख्नुपर्छ भन्ने मेरो भनाइ छ। एकदमै तपाईलाई यहाँको कुराहरू हामीलाई देखाउनु भयो। हामीले धेरै कुराहरू हामीलाई यहाँको विषयमा थाहा थिएन। हामी यही भन्दा पहिला हनुमानजीको स्थापना चाहिँ यसै मन्दिरबाट भएको हो। यो ठाउँको हनुमानजीको मन्दिर चाहिँ पहिलाको सुरुवातको मन्दिर चाहिँ यही हो हनुमानजीको। त्यसपछि बिस्तारै यो विस्थापना हुँदै रह्यो। अब आजीवन सदस्य चाहिँ लिने गरेका छौँ। रसिद बगायत रसिद मिल्छ अनि शिलान्यासमा नाम पनि राखेको हुन्छ। 5,000 भन्दा माथिको नाम के अरे पैसा चन्दा स्वरूप दिएको शिलान्यासमा हजुरहरूको नाम रहिरहन्छ। छोरा नातिको दिनसम्म हाम्रो छोरा नातिहरूले पनि देख्छन् र सोध्छन् कि हाम्रो बुवाबाजेहरूले यहाँ योगदान दिएका रहेछन् भन्ने एउटा भनाइ पनि रहन्छ। छोरा नातिहरूले पनि थाहा पाउँछन् कि हाम्रो बुवाबाजेहरू आएर यो योगदान गरेका रहेछन् भन्ने भइरहेको छ। गोदावरी धाम हनुमान मन्दिर टुनेपानी एरियामा रहेको राम जानकी मन्दिर यो हाम्रो नेपाल अधिराज्यभरिकै सबैभन्दा अलग डिजाइन र सबैभन्दा ठुलो मन्दिर छ भन्ने लाग्छ, भइरहेको छ। यो पूर्ण रूपमा तयार भइसक्यो भने हामी राम दरबार पनि राख्नेछौँ, गणेशजीको मूर्ति पनि रहनेछ, शिव मन्दिर पनि रहनेछ, सूर्यनारायणको मन्दिर पनि रहनेछ र त्यस्तै गरी भगवतीको देवी भगवतीको मन्दिर पनि यहाँ हाम्रो तयार भइसकेका छन्। हामी असोजभित्र चाहिँ राम मन्दिर के अरे शिव मन्दिर अनि भगवतीको र सूर्यनारायणको मन्दिर अनि यहाँ शिव मन्दिर यस्तै गरी यो 4वटा मन्दिरहरू हाम्रा असोजभित्र चाहिँ तयारी हुनेछन् भन्ने म यहाँहरूलाई जानकारी गराउँछु। यी मन्दिरहरूको लागि हाम्रा डोनेसनहरू 4 जना रहेका छन्। 4 जनाले हाम्रो 5-5 लाख रुपियाँ दिएर यो मन्दिर तयार गर्दैछन्। 5 लाख रुपियाँ एकजनाले दिएका छन्, 5 लाख रुपियाँ अर्कोले दिएका छन्, 5 लाख रुपियाँ अर्कोले दिएका छन्। त्यस्तै गरी 20 लाख रुपियाँको यो योजना हो यो साना मन्दिरहरूको। यसबाट सहयोग आयो भने हामी ठुलो मन्दिर पनि 2084 सम्म यहाँ हाम्रो यो गोदावरी धाममा एउटा कुम्भ लाग्ने हो 84मा। त्यो कुम्भको बेलामा हामीले यो मन्दिरहरूलाई तयार गर्ने मनसाय राखेका छौँ। अब त्यो भक्तजनहरूले कतैबाट गर्छन् भने अब सरकारले पनि कतैबाट सहयोग गरिदिन्छ भने हाम्रो यो मन्दिर चाहिँ तयार हुन्छ भन्ने लाग्छ। आफ्नो श्रद्धा अनुसार जति भए पनि आफ्नो सहयोग गरिदिनु हुन अनुरोध गर्दछु। सक्दो सहयोग गरेर हजुरहरूकै सहयोगले गर्दा हाम्रो यो राम दरबार चाहिँ जति छिटो हजुरहरूले सहयोग गरिदिनुहुन्छ त्यति छिटो हामीले यो मन्दिरलाई चाहिँ पूर्ण रूपमा यसलाई तयारी अवस्थामा ल्याउनेछौँ भन्ने भनाइ राख्दै म यो कुरा चाहिँ अन्त गर्दैछु। धेरै धेरै धन्यवाद दिन चाहन्छु हजुरलाई। विशेष गरेर हाम्रो यस क्षेत्रको विषयमा तपाईँहरूले जानकारी दिनुभयो र तपाईँहरूलाई सबैलाई नै मोरी धन्यवाद दिँदै म पनि बिदा हुन चाहन्छु। नमस्कार।